यो भम्सामा जुन अहिले एउटा एसपी डिआइजी र एउटा वरिष्ठ सयको जुन एउटा विवाद चुलिएको छ, त्यो विवाद सायद धेरै ठुलो हेर्दाखेरि धेरै ठुलो विवाद छ। किनकि अहिले चाहिँ उठेका विवाद जुन जनताले प्रहरी सङ्गठनमाथि विश्वास दिन्छ होइन, त्यसरी अब फेरि त्यो कायम चाहिँ विश्वास कायम गर्नको लागि चाहिँ कसरी गर्छ? नमस्कार, टुडे टकमा यहाँहरूलाई स्वागत छ। म चाँदनी। अहिले सामाजिक सञ्जालमा छाई बिछाई रूपमा अहिले चाहिँ एकदमै एउटा भोइस रेकर्ड चाहिँ एकदमै भाइरल भइरहेको छ। तेजी अवस्थामा सामाजिक सञ्जालको दुनियाँ रहेछ र अहिले त्यही विषयमा हामी चाहिँ छलफल गर्नेछौँ। जसरी अहिले चाहिँ पछिल्ला दिनहरूमा मध्य प्रदेश प्रहरीको भूमिका र तस्कर नियन्त्रणमाथि गम्भीर प्रश्न उठिरहेका छन्। स्पष्टीकरण सोध्ने प्रक्रिया त्यसपछिको घटनाले थप चर्चा जन्माएको छ। आज यही विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ मध्य प्रदेशका डिआइजी गोविन्द थपलिया। उहाँलाई पहिला हामी स्वागत गर्नेछौँ कार्यक्रम, त्यसपछि विशेष कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ। हस्, धन्यवाद। अहिले चाहिँ मध्य प्रदेशको शान्ति सुरक्षाको अवस्था कस्तो छ? अहिले शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ र विगतका दिनमा भन्दा अहिलेका चाहिँ जुन शान्ति सुरक्षा आपराधिक घटनाहरू पनि हामीले कम भएको महसुस गरिरहेछौँ। यो सबै कुराहरूले राम्रो सन्तोषजनक अवस्था छ। हजुर, जसरी अहिले हेर्दाखेरि एउटा सामाजिक सञ्जालमा एउटा एकदमै तेजीले चाहिँ एउटा वरिष्ठ तपाईँको चाहिँ स्वयं जुन सागर राणा र एउटा चाहिँ व्यापारिक भनौँ, उहाँको चाहिँ कुरा एकदम तेजीले भाइरल भइरहेको छ। के छ यो भोइस? अब यो विषयमा मलाई पनि त्यति जानकारी छैन, किन अब त्यो मिडियामा आएको कुरा अब हाम्रै प्रहरी कर्मचारी र केही व्यापारी भनेको व्यक्तिको नाम बिचमा भएको कन्भर्सेसन भनिएको छ। अब यसो हेर्दाखेरि चाहिँ कसैले नियोजित हिसाबले जसले जो हाम्रो चाहिँ प्रहरी कर्मचारी भनेको छ उसैले आफूले नै त्यसलाई नियोजित हिसाबले चाहिँ त्यसरी योजना बनाएर उसलाई फोन गरेर त्यो रेकर्ड गरेको जस्तो देखिन्छ। त्यो सबै हेर्दाखेरि चाहिँ यो विषयमा अनुसन्धान भइरहेको छ। जसरी अहिले हेर्दाखेरि दुई चोटि धम्साका एसपीलाई जुन स्पष्टीकरण सोध्नु भएको छ र त्यस यो कुरा आइरहेको छ न्युजहरूमा र आफ्नै चाहिँ त्यो कार्यकक्षमै चाहिँ उहाँ बेहोस हुनुभयो। के छ यसमा, के भन्न चाहनुहुन्छ? होइन, यस्तो हो। अब यो हाम्रो तपाईँको उहाँमाथि दबाब त आएको थियो नि, कि धेरै प्रेसर बनाउनु भएको थियो? होइन, त्यो अब कस्तो हुन्छ भने कतिपय कुराहरू चाहिँ अब विभिन्न उद्देश्यले बाहिर मिडियामा लाने र बनावटी पनि हुन सक्छन्। अब कतिपय सत्य होला र स्पष्टीकरण सोध्ने भन्ने चाहिँ हाम्रो विभागीय एउटा सामान्य प्रशासनिक काम हो। कार्य सम्पादन कमजोर भएको अथवा सेवाग्राहीको बाट हुनुपर्ने जुन किसिमको सेवा प्रवाह चाहिँ प्रभावकारी नभएको र कार्यालयको काम कारबाहीप्रति चाहिँ जनगुनासोहरू बढिसकेपछि किन यस्तो भयो, जुन अहिले जो जेएनजी सरकार चाहिँ सुरु भइसकेपछि हामीले चाहिँ सुशासन कायम गर्ने, प्रहरीको चाहिँ सेवा प्रवाहलाई प्रभावकारी बनाउने भएर चाहिँ सबै मातहत कार्यालयहरूलाई हामीले काम गर्न निर्देशन गराएछौँ र त्यही अनुसार काम भइरहेको अवस्था छ। त्यसमा कार्य सम्पादन कमजोर हुने र आदेश निर्देशनको पालना नगर्ने भयो भने त्यसमा चाहिँ स्पष्टीकरण सोध्ने, कारबाही गर्ने भनेको चाहिँ सामान्य कुरो हो। अब त्यसमा अन्य कुरोहरू त त्यससँग सम्बन्धित कुरो भयो। हजुर, जसरी व्यापारीहरूसँग तपाईँको नामबाट चाहिँ पनि रकम चाहिँ उठाइराख्नु भएको छ के? होइन, मैले उठाएको छैन। होइन, त्यो भिडियोमा हेर्नु न, त्यो त नाम मात्रै मेरो मुछिएको हो। मैले उठाएको पनि छैन, मैले कसैलाई उठाउन भनेर लगाएको पनि छैन। त्यो चाहिँ स्पष्ट कुरा। तर जे होस्, तर वास्तवमा हेर्दाखेरि त
उठाइ त रहेको छ नि, बिना आगोको चाहिँ त कतै कुनै ठाउँबाट त्यो धुँवा त उठ्दैन नि। होइन यस्तो छ, तर तपाईँको त्यो कुरो हजुर। उठाएको छ कसैले थाहा नपाउने गरी भने अब त्यो त अनुसन्धानबाट थाहा हुन्छ, हजुर। त्यो सम्बन्धित व्यक्तिलाई कारबाही हुन्छ। जसरी हेर्दाखेरि वास्तवमा मधेसमा कमाउने स्थलको चाहिँ रूपमा देख्न थालेको छ होइन। यस्तोमा त वास्तवमा जुन अहिले एउटा कुरा योभन्दा पहिला पनि आइरहेको थियो होइन, त्यसमा जे पनि प्रहरी आउँदाखेरि जुन तहको पनि आउँदाखेरि यता कमाउने एउटा ठाउँ छ, सम्झेर बुझेर आइरहेको छ, यस्तो कुरा आइरहेको छ। यो घटनाले गर्दा हेर्दाखेरि अहिले चाहिँ वास्तव यथार्थमा चाहिँ त्यो कुरा लागिरहेको छ कि प्रमाणित भइरहेको छ। होइन अब त्यो तपाईँहरूले बुझ्ने हिसाबले के कसरी बुझ्नुभयो, त्यसलाई कसरी एनालाइसिस गर्नु। मैले आएकोदेखि अहिले 6-7 महिना हुन लाग्यो। सुरुमै मैले चाहिँ जुन व्यापारी र जो तस्करहरूसँग चाहिँ अनावश्यक साँठगाँठ गर्ने, उनीहरूसँग रकम असुली गर्ने, उनीहरूलाई दुःख हैरानी दिने जुन घुमा प्रहरीहरू भन्ने थियो, तिनीहरूलाई चाहिँ हरेक जिल्लाबाट त्यस्तो गुनासो आएको प्रहरी कर्मचारीहरूलाई चाहिँ मैले तानेर कारबाही गरेर त्यो अनुसार चाहिँ विभिन्न कोहीलाई प्रदेश बाहिर खटाएको छ, कसैलाई चाहिँ त्यो जिल्लाबाट अन्यत्र खटाएको छ, कसैलाई गौँडमा खटाएको छ भनेपछि उसले जुन जिम्मेवारी लिएको छ त्यो जिम्मेवारीबाट हटाइएको छ र त्यसरी हामीले केही सुधारका चाहिँ प्रयासहरू गरिसकेका छौँ। अहिलेसम्म लगभग तपाईँ 100-150 भन्दा बढी प्रहरी कर्मचारीहरू चाहिँ यसरी अनुसन्धानमा परेर तिनीहरू चाहिँ अन्यत्र खटाइएको अवस्था छ। अब हामीले त्यसरी काम गर्दा गर्दै अब फेरि चाहिँ घुमुवा राख्यो अथवा चाहिँ प्रहरीसँग के अरे व्यापारीसँग तस्करसँग चाहिँ पैसा असुली गर्यो भन्ने कुरो अब कतिको सत्य हुनसक्छ होइन। अब त्यसमा मेरो संलग्नता त छैन। कोही कसैले गरेको छ भने त्यो सम्बन्धित व्यक्तिले अब त्यसको चाहिँ छानबिनमा त्यो पुष्टि हुन्छ होला, त्यसले कारबाही खान्छ। किनकि अहिले चाहिँ हेर्दाखेरि धेरै न्युजहरूमा सामाजिक सञ्जालको अहिले दुनियाँ रहेछ, त्योमा चाहिँ त्यो के भन्छ मध्य प्रदेशका डिआइजीको चाहिँ घुमुवाले त्यो पैसा उठाइरहेको छ भनेर योमा सत्यता छैन। छैन होइन, मैले घुममा कोही पनि राखेको छैन। मेरो चाहिँ घुमुवा भएर मैले कसैले खटाएकै छैन। अच्छा, यो तपाईँको हिसाबले मैले सुरुदेखि नै मैले जिल्लामा एसपी हुँदाखेरि तपाईँलाई थाहा छ मैले घुममा राखेको थिएँ। मैले सादा पोसाकमा कुनै निश्चित प्रयोजनको लागि आवश्यक पर्दाखेरि मात्रै खटाउँथेँ। अहिले पनि त्यही नै हो। जस्तो कहीँ कतै सूचना आयो र त्यसलाई अपरेसन गर्नु पर्यो भने सादा पोसाकमा चाहिने भए सादा पोसाकमा खटाइन्छ, होइन भने चाहिँ तपाईँको युनिफर्ममा खटाइन्छ अथवा सम्बन्धित निकायलाई त्यो चाहिँ सूचना प्रवाह गरिन्छ, त्यो अनुसार कारबाही गरिन्छ। त्यो हिसाबले मैले काम गरेको छु। मैले घुमुवा भनेर चाहिँ तपाईँ पहिला जस्तो घुमुवा राखेर अब सबै व्यापारी तस्करका सम्बन्ध भएर त्यो हिसाबले चाहिँ अपराधिक सञ्जालहरूसँग चाहिँ सम्बन्ध राखेर त्यो रकम असुल्ने गर्ने काम चाहिँ मैले गराएको छैन। मेरो तर्फबाट मेरो मान्छेलाई चाहिँ मैले त्यसरी खटाएको छैन। यदि प्रहरी अधिकारी नै दोषी प्रमाणित भयो भने कस्तो कारबाही प्रक्रिया अपनाइन्छ? होइन, अब यसमा कारबाही भन्नाले दोषीको चाहिँ मात्रा कस्तो हुन्छ होइन। अब त्यसरी रकम लिएको, जङ्गे हात समात्यो भने त्यो अनुसार कारबाही हुन्छ। होइन, अब सामान्य कसैले उजुरी मात्रै गरेको हो, अब त्यो चाहिँ शङ्कास्पद देखिन्छ भने त्यसलाई त्यो अनुसार कारबाही हुन्छ। त्यसो होइन, कसैले चाहिँ यो झुटो हो, यो चाहिँ तथ्य प्रमाणित छैन, यसमा चाहिँ आरोप मात्रै लगाएको हो, कसैलाई पूर्वाग्रही भएर भन्यो भने त्यो अनुसार त्यसलाई चाहिँ सफाइ। जसरी अहिले मधेसमा सबैभन्दा बढी तस्करी, लागु औषध होइन, कारोबार, नक्ली रुपैयाँ ओसार पसार हुने चाहिँ ठाउँ मध्य पर्छ, योमा कुनै डाउट छैन। तर अहिले चाहिँ कति घटनाहरू हुने गरेको छ, विशेष गरेर घटनाहरू कति भनेको अब लागु औषधको तस्करीको घटनाहरू, लागु औषध चाहिँ विशेष गरेर अब नेपालबाट गाँजा चरेस चाहिँ इन्डिया जाने गर्छ होइन। त्यसमा पनि अहिले तथ्याङ्क चाहिँ मसँग भएन, जो विगतको तुलनामा हामीले राम्रो नै बरामद गरेर त्यो अनुसार कारबाही गरेको छ अहिलेको जुन आर्थिक वर्षमा। र अब अर्को कुरो चाहिँ नेपाल आउने इन्डियाबाट चाहिँ जुन सिन्थेटिक ड्रग्सहरू, जुन फार्मास्युटिकल ड्रग्सहरू आउँछ, त्यो चाहिँ इन्डियाबाट नेपाल आउँछ र त्यो चाहिँ त्यो सेवनको कारणले गर्दाखेरि त्यसमा खैरी, हिरोइनदेखि विभिन्न किसिमका ड्रग्सहरू हुन्छन्। त्यसमा चाहिँ नेपाली युवाहरू चाहिँ बिग्रिएको, युवायुवतीहरू चाहिँ त्यही खाएको कारणले बिग्रिएको अवस्थाहरू चाहिँ छ। अब त्यसमा सेवन गर्नेलाई छुट्टै किसिमको कानुनी प्रक्रिया छ, त्यो अनुसार हुन्छ। र जसले ठुलो परिणाममा ओसार पसार गरेको छ त्यो पनि त्यो अनुसार व्यापारिक प्रयोजनको लागि त्यो अनुसार कारोबारको हिसाबले कारबाही हुन्छ। र हामीले
त्यो पनि ठुलो मात्रामा चाहिँ सिज गरेको अवस्था छ त्यो जुन फार्मास्युटिकल ड्रग्सहरू। जसरी यो सीमा क्षेत्रमा चाहिँ तस्कर नियन्त्रणमा प्रहरीको नेतृत्व चाहिँ कमजोर भएको आरोपलाई तपाईँ कसरी लिनुहुन्छ? होइन यस्तो छ, अब सीमा क्षेत्र हाम्रो खुला सीमा छ, उहाँ खुला सीमा भएको कारणले गर्दाखेरि तस्करी चाहिँ तपाईँको एकदमै हुँदै हुँदैन, जिरो नै बनाएर चाहिँ हामी एकदमै त्यस्तो हुन्छ चरोमुसो नै हिँड्न नसक्ने बोर्डरमा भन्ने चाहिँ त्यो सम्भावना हुँदैन। फेरि हाम्रो तपाईँको कस्तो भन्दाखेरि इन्डिया र नेपालको जुन सामाजिक जुन आर्थिक हाम्रो सम्बन्ध छ त्यसले गर्दाखेरि पनि त्यो आवत जावत सहज रूपमा विभिन्न ठाउँबाट भइरहेको अवस्थाहरू हुन्छ। त्यसमा चाहिँ तस्करीको विषयमा चाहिँ हामीले के भनेका छौँ भन्दाखेरि व्यापारिक प्रयोजनमा ल्याउने सामानहरूलाई कडाइका साथ कारबाही गर्ने र संलग्न व्यापारीलाई व्यापारीसहित समातेर चाहिँ भन्सार कार्यालय बुझाउने र सामान्य सर्वसाधारण नागरिकले आफ्नो दैनिक प्रयोजनको ल्याएका केही सामानहरू छन् त्यसलाई सहजीकरण त्यसलाई कसरी चाहिँ व्यवस्थित गर्ने त्यो हिसाबले चाहिँ सोच्ने यसलाई अलिकति सहज वातावरण बनाउने र अरू तस्करीको सन्दर्भमा चाहिँ प्रहरी कर्मचारी अथवा प्रहरीको चाहिँ कुनै पनि नेतृत्व चाहिँ त्यसमा चाहिँ आफू संलग्न भएर तपाईँ भने चाहिँ लाइन खुल्यो अथवा चाहिँ तपाईँ भन्नुहुन्छ सेटिङ भयो भनेर सेटिङ गरेर चाहिँ कुनै पनि किसिमको काम नगर्ने। अब आफू लुकी छिपी त तपाईँको अब खुल्ला बोर्डरमा त्यो आकल झुकल हुने तर यसमा चाहिँ कुरा आइरहेको छ प्रहरी भित्रैबाट चाहिँ मिलोमतो भएको आशंका छ के आन्तरिक चाहिँ छानबिन भइरहेको छ यसमा? छानबिन भइरहेको छ। कस्ता छानबिन भइरहेछ अहिले? होइन, हामीले हाम्रो प्रदेश स्तरीय लेभलबाट चाहिँ हामीले त्यो छानबिन गरिरहेको अवस्था छ होइन। विभिन्न किसिमको कतिपय अवस्थामा चाहिँ हामीले अब सम्बन्धित प्रहरी कर्मचारीलाई यहाँ ल्याएर सोधपुछ गर्नेदेखि लिएर अथवा सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई नै त्यो घटना भएको के हो त्यसको सत्य तथ्य खुलाइ पठाउनु भयो त्यसरी गरिरहेको छ भने कतिपय घटनामा चाहिँ समिति गठन भएर पनि छानबिन हुन्छ। कतिपय घटनामा चाहिँ हामीले मात्र होइन प्रहरी प्रधान कार्यालयले पनि छानबिन गरिरहेको अवस्था हुन्छ। अहिले सबैभन्दा एउटा दुःखद कुरा के छ भने वैशाख 1 गतेदेखि जुन मधेसमा विशेष गरेर हरेक ठाउँमा बोर्डर नजिकमा चाहिँ पर्ने गर्छ जस्तै जटुई भयो, भिटामुर भयो, रक्सौल यो सबै चाहिँ मधेस प्रदेशमै पर्ने नगएको छ र अहिले चाहिँ यो पुरै हलै भन्दाखेरि नेपालको समस्या छ। 100 रुपियाँको पनि सामान ल्याउँदाखेरि त्यो भन्सार चाहिँ कटाउनु पर्ने अवस्था आइसकेको छ। बुझाएर मात्रै चाहिँ ल्याउन सकिन्छ। अहिले त जसरी कि प्रहरीहरूले 100 रुपियाँको पनि प्रसाद लगायत जेसुकै ल्याउँदाखेरि राज्यलाई चाहिँ राष्ट्र बुझाउनु पर्छ अनि तस्करहरूलाई त फेरि त्यतिकै छुट रहेछ। होइन छैन मैले अघि नै मैले भने नि तपाईँलाई किनकि अहिले चाहिँ तपाईँको एउटा अस्ति चाहिँ एउटा हेरेको थिएँ भिडियोमा तपाईँ भनिराख्नुमा त्यस्तो प्रहरीबाट कुनै दुःख दिने कुरै भएको छैन तर हेर्दाखेरि त प्रहरी वास्तवमा दुःख दिइरहेको छ नि जनतालाई। कहाँ दिएको छ त्यस्तो भिडियो? हरेक नाकामा हरेक ठाउँमा 100 रुपियाँको प्रसाद पनि छिनिहाल्ने छैन। नेपाल प्रहरीले तपाईँको यहाँ नेपाल प्रहरीले अहिलेसम्म 100 रुपियाँको सामानलाई पनि यसरी छिनेर राख्यो भन्ने चाहिँ मलाई कुनै जानकारी आएको छैन। मैले कहीँ कतै तपाईँको सार्वजनिक मिडियामा पनि पाएको छैन र हाम्रो कहीँ कतै पनि त्यो विषय चाहिँ उठेको मलाई थाहा छैन अहिलेसम्म। अब व्यापारिक हामीले स्पष्ट के निर्देशन गरिरहेछौँ भने व्यापारिक प्रयोजनका लिए नि ल्याएका सामानहरू चाहिँ भन्सारबाट आउनु पर्यो। त्यो परिणाम अब कति ल्याउँछ त्यो हामीले यति 100 रुपियाँ ल्याउँछ कि 500 को ल्याउँछ कि 1000 मा हामीले त्यसलाई भनेकै छैन। व्यापारिक सामान जति पनि भन्सारबाट आउनु पर्यो। दैनिक जसले व्यापार व्यवसाय गर्छ त्यो बाहेक अन्य व्यक्तिगत प्रयोजनको सामान हो भने त्यसलाई हामीले कन्सिडर सहजीकरण गर्ने भन्ने चाहिँ त्यो त सामान्य व्यावहारिक सिद्धान्त अनुसार काम भएको छ। त्यस्तो प्रकारको चाहिँ कुनै योगमा चाहिँ संलग्नता छैन। जसरी 100 रुपियाँको जुन कुरा आयो त्यो दिनदेखि चाहिँ सशस्त्र प्रहरीहरूले चाहिँ हरेक ठाउँमा अनाउन्समेन्ट गर्नुभयो 100 रुपियाँको बढीको चाहिँ सामान ल्याउन सक्नुहुन्न भनेर। अनि त्यसमा चाहिँ नेपाल प्रहरीको भूमिका थियो कि थिएन? होइन, त्यसमा यस्तो छ उनीहरूले सशस्त्र प्रहरीले चाहिँ व्यापारिक प्रयोजनको लागि ल्याएको नल्याउनु होला भनेको कसले भनेको यो कुरा? नेपाल प्रहरीले भने सशस्त्रले भनिरहेछ हरेक ठाउँमा उहाँको अडियो त्यो भिडियोहरू पनि भाइरल भएको सबभन्दा चाहिँ बढीको चाहिँ सामान अब भारतबाट ल्याउन चाहिँ सक्नुहुन्न भनेर ल्याउँदाखेरि राजको चाहिँ बुझाउनु पर्छ भनेर त्यस्तो कुरा आइरहेको त्यो आएकै छ सामाजिक सञ्जालमा। त्यसमा चाहिँ नेपाल प्रहरीको भूमिका छ कि छैन? त्यसमा नेपाल प्रहरीको भूमिका छैन। त्यो हामीले गरेको होइन। सशस्त्र प्रहरीले फेरि सशस्त्र तपाईँको चाहिँ सीमा भन्सारमा चाहिँ
भन्सार राजस्व कार्यालय र त्यसपछि पहिला घेरामा सशस्त्र हुन्छ, त्यसपछि आएको मात्रै नेपाल प्रहरीको हुन्छ। महत्त्वपूर्ण भूमिका चाहिँ सशस्त्र प्रहरीको हुन्छ। त्यसले गर्दाखेरि उनीहरूले भन्सार कुनै पनि व्यापारिक सामान ल्याउँदाखेरि भन्सार लिएर तिराएर मात्रै लैजानु होला र 100 रुपियाँको सामान पनि तपाईँहरूले चाहिँ भन्सार तिर्नुपर्छ भनेपछि एक किसिमले कानुन पालना गर्नुपर्छ भन्ने हिसाबले, बाध्यकारी हिसाबले उहाँहरूले चाहिँ एउटा सचेतनामूलक हिसाबले भनौँ न, त्यो अवेर गर्ने हिसाबले त्यो गरेको हुनसक्छ होइन। त्यो विषयमा सशस्त्र प्रहरीले चाहिँ एउटा कानुनको पालनाको हिसाबले र यो चाहिँ राजस्व सङ्कलन चाहिँ वृद्धि होस्, राजस्व सङ्कलन नलिकन सामान ल्याउने जुन किसिमको हाम्रो प्रचलनहरू छ त्यो चाहिँ निरुत्साहित होस् भन्ने हिसाबले भनेको। जसरी अब हेर्दाखेरि कुनै एउटा जुन हाम्रो नेपाल सरकारले जुन नियम ल्याउनु भएको छ त्यो नियमको कुनै एउटा जसरी हुन्छ नि कि मौखिक रूपमा जानकारी यहाँहरूलाई लिएर आउनुहुन्छ कि कुनै चिठी आउँछ केन्द्रबाट के छ? के विषय? के आधिकारिक लेटर जसरी अहिले चाहिँ 100 रुपियाँकै सामग्री चाहिँ जुन त्यसको लागि के आधिकारिक रूपमा केही त्यस्तो आएको छ? छैन। हाम्रो चाहिँ जस्तो अहिले नयाँ सरकार गठन भइसकेको अवस्था पछि चाहिँ अब तस्करी र राजस्व छली नियन्त्रणमा चाहिँ विशेष जोड दिने, त्यसलाई फोकस गरेर काम गर्ने, सीमामा भन्ने सीमा अपराधहरूलाई नियन्त्रण गर्ने भन्ने किसिमको छ। लगायत अन्य सेवा प्रवाहमा चाहिँ नागरिक मैत्री सेवा प्रवाहहरू गराउने, स्वच्छ सुशासन कायम गर्ने, हरेक नागरिकले चाहिँ प्रहरी कार्यालयमा आइसकेपछि उनीहरूले कुनै पनि के अरे बाधा अवरोध नभइकन अथवा चाहिँ सहज रूपमा चाहिँ आफ्नो सेवा प्राप्त गर्ने वातावरण बनाएर सेवा दिने भन्ने किसिमको निर्देशन छ। अब यो 100 रुपियाँ पनि नछोड्ने भन्ने चाहिँ कुनै पनि निर्देशन हामीलाई अहिलेसम्म आएको चाहिँ छैन। अब कडाइका साथ कार्यान्वयन गर्ने, कारवाही गर्ने भन्ने सन्दर्भमा चाहिँ अलिकति जो कानुनमा चाहिँ 100 रुपियाँ पनि भन्सार लाग्ने तिर लानुपर्ने भन्ने कानुनमा व्यवस्था छ, त्यो हिसाबले कार्यान्वयन गरिएको हो। जसरी अहिले चाहिँ मध्य प्रदेशमा तस्करी नियन्त्रणका लागि अहिले प्रहरीको ठोस रणनीति के रहेछ? मैले अघि नै भनिहालेँ, तस्कर नियन्त्रणको लागि व्यापारिक प्रयोजनमा ल्याउने सामानहरू कडाइका साथ कारवाही गर्ने र त्यसमा संलग्न व्यक्तिहरूसहित नियन्त्रण लिएर कारवाहीको दायरामा ल्याउने, प्रहरीको संलग्नता नहुने, यही नै। तर एउटा हेर्दाखेरि जसरी अहिले वास्तवमा तस्कर नियन्त्रणको लागि धेरै कुरा उठेको थियो होइन, यसलाई एकदमै गर्न पनि नियन्त्रण जरुरी रहेछ। तर सर्वसाधारण यसमा चाहिँ बडा मार्कामा परिसकेका छन्। सर्वसाधारण अहिले चाहिँ एउटा भिडियोहरू पनि चाहिँ तपाईँको एआईको भिडियोमा र त्यसको भिडियोमा फरक हुन्छ। त्यसरी फेरि तस्करहरूको लागि कुनै जुन खुला नाका छ त्योबाट डाइरेक्टली फेरि राति फेरि ल्याइरहेका छन्। तर सर्वसाधारणलाई अहिले चाहिँ हेर्दाखेरि 100 रुपियाँको सामानमा वास्तवमा अहिले लिइरहेको 300 350को एउटा राम्रो चक्लेट पनि पाउन गाह्रो छ। 500 सम्म मलाई लागिरहेछ राम्रो एउटा चक्लेट आउँछ। तर 100 रुपियाँको सामग्री चाहिँ अहिले चाहिँ त्यो ठाउँमा जफत गरिहाल्छ। तर योमा तपाईँ मान्नुहुन्छ नि कि कतै न कतै चाहिँ यो प्रहरीहरूको कारणले गर्दा आज जुन यो अवस्था आएको छ त्यो कतै न कतै प्रहरीहरूकै कारणले गर्दा यो अवस्था आएको छ, जुन अहिले 100 रुपियाँको सामानमा पनि चाहिँ बन्देज लगाइसकेको छ। होइन, प्रहरीको कारणले कसरी प्रहरीले सुरुमा यदि कडाइ गरेको हुन्थ्यो भने, राम्रो काम गरेको हुन्थ्यो भने आज मलाई लागिरहेछ कि यो अवस्था आउने बेला थिएन जस्तो लागिरहेछ। होइन, यो 100 रुपियाँको जुन कुराहरू छ नि यो त धेरै पहिला 5-7 वर्ष पहिला पनि उठेकै हो होइन। यो नयाँ कुरा पनि छैन नि, नयाँ कुरा पनि होइन। अब यो तपाईँको चाहिँ जस्तो तपाईँले भन्नुभयो ध्यान दिन सक्नु, यसमा चाहिँ 100 रुपियाँ पनि छोड्दैनौँ भनेर त्यो भनिरहनु पनि पर्ने कुरो पनि होइन, किनभने कानुनमा लेखेको कुरो कानुनको कार्यान्वयन गर्ने हो, त्यसो त भइहाल्छ। तर यहाँ के छ भन्दाखेरि कतिपय मलाई के लाग्छ भन्दाखेरि अब अहिले जुन वर्तमान सरकारलाई एउटा हुन्छ नि यो राम्रो काम गरिरहेको छ, यसमा चाहिँ यो विभिन्न किसिमको बाधा अडचनहरू खडा गरेर चाहिँ यसलाई चाहिँ अलिकति निरुत्साहित गर्ने हो कि निरुत्साहित गर्ने हो कि भन्ने हिसाबले पनि आएको हुनसक्छ कि भन्ने जस्तो पनि लाग्छ मलाई। होइन भने यो 100 रुपियाँको उठायो लियो भनेर कसैले चाहिँ त्यसलाई चाहिँ इस्यु बनाइरहनु पनि जरुरत छैन। तपाईँ भन्सारमा जाँदाखेरि त्यो बोर्डर नाकाहरूमा जाँदाखेरि जुन व्यक्तिगत रूपमा आएका सामानहरू र जुन घरयासी प्रयोजनमा आएका सामानहरू चाहिँ प्रहरीले समातेर बुझाएको चाहिँ मलाई कुनै पनि प्रहरीले बुझा जस्तो चाहिँ मलाई लाग्दैन। जसरी तपाईँको अहिले मोटामोटी हेर्दाखेरि 7 महिना भइसकेको छ।
7 महिनामा यहाँले मध्य प्रदेशमा धेरै ठाउँमा जानुभएको होला। योभन्दा पहिला हामी चाहिँ कुरा गरेको पनि थिए कि चाहिँ अनुभव तपाईँ हेर्नुभयो, के कस्ता चाहिँ समस्याहरू यहाँले हेर्नुभएको थियो। तर अहिले हेर्दाखेरि तपाईँ 7 महिना भइसक्यो। 7 महिनाको दरमियानमा सबैभन्दा मुख्य समस्याहरू के हेर्नुभयो यहाँ? मधेसमा? हजुर। मधेसको समस्या चाहिँ सबभन्दा जटिल समस्या भनेको यहाँ जुन अपराधिक सञ्जाल छ, यसमा चाहिँ विभिन्न तत्त्वहरूको चाहिँ मिलोमतमा जुन अपराधिक गतिविधिहरू सञ्चालन हुन्छ, त्यो एउटा समस्या छ। त्यसमा चाहिँ हामीले यो प्रशासनिक प्रहरीको हिसाबले पनि कर्मचारीलाई पनि सुधार गर्न जरुरी छ। र अर्को कुरो चाहिँ त्यसमा हाम्रो जति पनि मिडिया छन्, मिडियामा पनि यो विषयलाई चाहिँ सुधार गर्न निष्पक्ष स्वच्छ हुनुपर्छ। त्यो कुराहरू सुधार गर्न जरुरी छ। मिडियाले कस्तो खालको चाहिँ सुधार गर्ने आवश्यकता? अब यस्तो छ, अब यसमा तपाईँको राम्रो मिडियाहरूले चाहिँ अब यस्तो गलत कुराहरूलाई कहिले पनि प्रोत्साहन गरेका छैनन्। तर कतिपय मिडियाको नाममा अब तपाईँको कमाइ खाने, यो त मान्नुहुन्छ नि कि त्यो मिडिया हुँदैन, जुन मान्छे गलत अफवाहलाई अब यस्तो हुन्छ। अब तपाईँको छ भने अहिले मान्छेले के, आम नागरिकले के बुझ्छ भने सोसियल मिडियामा जे लेखेछ त्यसलाई मिडिया भनिन्छ। बाहिर त आयो त्यो। अब तपाईँको एउटाले केही फेसबुकमा लेख्ने बित्तिकै त्यो चाहिँ सबै भाइरल भएर सारा मान्छेले चाहिँ लाखौँ मान्छेले हेर्छ एकैचोटि भनेपछि अब त्यसलाई सार्वजनिक एउटा सूचनाको रूपमा लिने कि नलिने, अब त्यो सत्य छ कि छैन त्यसलाई कसले भेरिफाई गर्ने, होइन? त्यो कुरोहरू, यी विषयहरू चाहिँ क्वेसनेबल छन्। अब कसैले रिस उठ्यो भने कसैप्रति चाहिँ केही बदनाम गर्नु पर्यो अथवा त्यसलाई चाहिँ म केही गर्नु पर्यो भने केही लेखिदियो भने पुगिहाल्छ। त्यो त्यतिकै नराम्रो कुरो फेरि तपाईँको सार्वजनिक मिडियामा चाहिँ एकदम चाहिँ त्यो एकैछिनमा चाहिँ फ्लेयर भएर माथि पुगिहाल्छ। राम्रो कुरो तपाईँले लेख्नुभयो, बोल्नुभयो भने त्यो कसैले सुन्नेवाला छैन। भनेपछि अहिले यो विषय चाहिँ जुन हामीले सार्वजनिक सोसियल मिडियामा अहिले जुन किसिम समस्याहरू देखिरहेका छौँ, यो कुरोहरू चाहिँ यसलाई चाहिँ नियन्त्रण हुनुपर्छ, एउटा त्यो पाटो छ। अब कर्मचारीको हकमा कर्मचारीको आफ्नो आचरण व्यवहारमा यदि कमी कमजोरी छ भने त्यसलाई पनि सुधार गर्नुपर्छ। हजुर। जसरी अहिले विशेष गरेर जुन यो अहिले मध्य प्रदेशमा खास गरी यो धनुषामा जुन अहिले एउटा एसपी, डिआइजी र एउटा वरिष्ठ सहीको जुन एउटा विवाद चुलिएको छ, त्यो विवाद सायद धेरै ठुलो हेर्दाखेरि धेरै ठुलो विवाद छ। किनकि अहिले चाहिँ उठेका विवाद जुन जनताले प्रहरी सङ्गठनमाथि विश्वास हुन्छ, होइन? त्यसरी अब फेरि त्यो कायम चाहिँ विश्वास कायम गर्नको लागि चाहिँ कसरी गर्छन्? होइन, अब यो विषय चाहिँ सामान्य विषय मैले प्रशासनिक विषय हो। कुनै पनि कर्मचारीले प्रभावकारी रूपमा काम नगरे भने माथिल्लो निकायले, अनुगमन गर्ने निकायले उसलाई चाहिँ प्रश्न सोध्ने, स्पष्टीकरण सोध्ने, राम्रोसँग काम गरेर निर्देशन दिने, होइन? गरेन भने त्यसलाई कारबाही गर्ने। त्यो त सामान्य कुरो हो त, यो ठुलो कुरै होइन। अब हाम्रो त मिडियाले के गरिरहेछ भने यहाँ त मिडियाले चाहिँ त्यसलाई उल्टो पाल्टो गरेर अनि मिडियाले होइन, मिडियाले चाहिँ त अब के हुन्छ भने हाम्रो लागि त अब सबै कुरा त न्युज हुन सक्दैन। तर हामी चाहिँ न्युजको पछि अब यो एउटा यत्रो प्रहरी कहाँ मान्छे आउँछ, प्रहरीमाथि धेरै विश्वास गर्ने, कुनै कुरामा चाहिँ प्रहरी चाहिन्छ। त्यसपछि यदि त्यो प्रहरीमाथि नै यदि यस्तो एक आपसमा चाहिँ एक अर्कोमाथि लगाउने आरोप प्रत्यारोप लाग्छ भने मान्छेलाई अलिकता त फेरि प्रहरीमाथि पनि विश्वास खरो हुन्छ नि। होइन, त्यो कुरो विश्वास, अब यसलाई चाहिँ विभागले यो विषयलाई राम्रोसँग हेरेको छ। त्यसलाई चाहिँ म चाहिँ ग्राउन्ड रियालिटी नै के हो त्यो आएर बुझेर छानबिन होस् भन्ने मेरो चाहिँ अनुरोध पनि छ। त्यसमा चाहिँ कमी कमजोरी गल्ती को कसको छ र गल्ती गर्नेलाई त्योमा पनि कारबाही हुनुपर्छ। अब तपाईँ यो भनिरहेछ कि कारबाहीमा तपाईँ पनि पढ्नुहुन्छ, तपाईँ पनि तान्नुहुन्छ भनेर अब त्यस्तो कुरा आइरहेछ। होइन, मलाई केही छैन। मलाई पनि आवश्यक पर्यो भने तानेर कारबाही गर्ने अथवा चाहिँ अनुसन्धान गर्दा म यसमा सहयोग गर्छु। मलाई मेरो कुनै पनि मलाई केही छैन, मलाई केही पनि छैन। हजुर, के भन्न चाहनुहुन्छ तपाईँ मध्य प्रदेशका जनताका लागि? होइन, अब सबै अहिले जति पनि हामीले प्रहरीबाट भएका काम कारबाहीहरू छौँ, हामीले निष्पक्ष रूपमा काम गरेका छौँ। त्यसमा शान्ति सुरक्षाको लागि प्रहरी चाहिँ 24 घण्टा अहोरात्र खटिएको अवस्था छ। र त्यसमा सेवा प्रवाह, नागरिकको समस्या भएको अवस्थामा कुनै पनि बेला त्यसको चाहिँ गुनासो प्रदेश प्रहरी कार्यालयमा राख्ने र त्यो अनुसार सम्बोधन गर्ने र सम्बन्धित जिल्ला प्रहरी तथा प्रहरी युनिट
कार्यालयहरूबाट चाहिँ त्यो गुनासोहरू सम्बोधन गर्ने त्यसको कार्यान्वयन गर्ने कामहरू हामीले भइरहेको छ र यसमा अरू थप केही सुझावहरू छन् भने त्यो पनि हामीले अपेक्षा गरेका छौँ र सम्पूर्णमा चाहिँ जुन प्रहरीप्रति यहाँहरूले जुन आस्था राख्नुभएको छ विश्वास गर्नुभएको छ त्यसप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। उठिरहेको आरोप र बहस बीच प्रहरीले दिएको यो धारणा अब जनताले कसरी लिन्छ यो हेर्न बाँकी नै छ। डिआइजी गोविन्द थपालिया सँगको कुराकानी यति नै। आजको लागि तपाईहरुलाई धन्यवाद दिँदै म कार्यक्रमबाट बिदा लिन चाहन्छु। नमस्कार।